एका देशमा एकजना मान्छे थियो अरे। अनि एउटा स्याललाई भेटाएछ अरे। त्यहाँदेखि त स्याल र कुखुरा पो मिट लाउन है मिजु भन्छ अरे, लाउन भन्छ अरे। अनि पाटुलो गाउँ पाटुलो ठाउँ त्यति बेला पहिला पहिला घरहरू थिएन, मान्छेहरू थिएन। बिचरा स्याल र मान्छे मिलाएर बसेछ। त्यहाँदेखि त उसले भन्नु अरे, के अरे उसले कुखुराले भन्नु अरे स्याललाई, मिजु भोलि त मेरो घरमा आउनु है, यसो मेरो कामहरू यसो के हेर्छ, काम पनि गर्नुपर्छ मिजु मिजु भने ल ल भनेर अरे। आज त स्यालले मेरोमा मिजुले मलाई बोलाएको छ, जानु पऱ्यो काम गर्नु पनि, मिजु मिजु बस्नु पऱ्यो भनेर गएर अन्त मिजु म त आएको, ए लु राम्रो भयो आउनुहोस् बसौँ भनेर अनि गफ गर्दै बस्यो। ताने मान्ने काम गर्यो दुईजनाले। अनि फेरि खाजा खाने बेला भएछ अरे। मिजु तपाईँ बस्दै गर्नुहोस् गर्दै गर्नुहोस् है, म खाजा बनाउँछु र खाऊँ भने ल भनेर अनि कुखुरा चाहिँ घरमा आयो अरे। अन्त मजाले मिठो मिठो खाजा बनायो अरे, अन्डाहरू पकायो अरे। अनि स्यालले लगेर दियो अरे। अनि मिजु मिठो न मिठो खाना त बनाउनु भएछ त, के हो त्यस्तो भनेर स्यालले सोधेछ। अनि कुखुराले भनेछ, मिजु म त यसो हेरी हिँडेँ केही पनि थिएन, अनि आफैले दिममा पारेको थिएँ, त्यही दिममाहरू पकाएको, अनि त्यही खाउँ न भनेर नि मिजु भनेछ। स्यालले त्यस्तो सम्झेछ अरे, आहा यस्तरी उसको त्यो आफैले फुलेर फुल पारेको दिममा यस्तो मिठो हुँदो रहेछ, उसको जिउ खानु पाए झन् कति मिठो हुन्थ्यो भन्छ अरे। पाप चिताइहालेछ अरे। स्यालले भनेछ अरे फेरि, भोलि आउनु है मेरोमा भनेर ल भनेर फेरि भोलि स्यालको पाली, के अरे उसको कुखुराको पालो गएछ स्यालको घरमा। अनि काम गर्यो, एकछिन बस्यो, गफ गर्यो। त्यहाँदेखि त म खाजा बनाउँछु है भनेर ल भनेर स्याल त यता उफ्रिन्छ केही छैन अरे, यता उफ्रिन्छ केही छैन अरे। अलिकति उफ्रिँदा त उसको टट्टी पो भुत्रुकै निस्किगएछ, त्यही पकाएर लगेछ खानु। अनि मिजु कस्तो मिठो के बनाउनु भयो भनेर कुखुरा चाहिँ खाए जस्तो गर्दै चिरे फारे गरी पठायो अरे। स्यालले चाहिँ केही पनि थिएन, म त त्यत्तिकै यता र उति हेरेँ, केही थिएन, यसो बल गरेँ उफ्रे त मेरो टट्टी पनि निस्किगयो, त्यही पकाएर लिएको भन्यो अरे। अनि ए भनेछ। त्यहाँदेखि त त्यत्तिकै स्यालले चाहिँ पाप चिताउनु थालिहाल्यो। अब यो उसको माउलाई चाहिँ म कसरी खानु, उसको दिममा त खाइहालेँ, कसरी खानु भनेर बल गर्नु थालेछ अरे। यसो आइडिया खेलाउनु थालेछ अरे। अन्त लु मिजु अब भोलि चाहिँ नि कहाँ जानुहुन्छ? अनि उसले कुखुराले भन्छ अरे, म त भोलि त बेसीतिर जान्छु मिजु। फेरि बेसीमा गएर पर्खिरहेको छ अरे बाटोमा। अनि स्याल चाहिँ पर्खिरहन्छ अरे। कुखुरा चाहिँ मेरो मिजुलाई आज बेसीतिर जान्छु भन्दै म त लेकतिर गएको है, क्वार 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 भन्दै जान्छ अरे लेकतिर। अनि आएन, दिनभरि पर्ख्यो आएन, फेरि भोलि पनि आयो अरे। मिजु आज कहाँ जाने भन्छ, आज त म त लेखातिर जानु भनेको मिजु भन्छ अरे स्याललाई कुखुराले। अनि फेरि लेखामा जान्छ र पर्खिन्छ अरे। आज त मेरो मिजुलाई लेखातिर जान्छु भनेर बेसीतिर गएको है, क्वार 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 गर्छ झन्छ र बेसीतिर। अनि त्यहाँदेखि त साह्रै स्यालले रिस उठेछ, यसले त मैले त धार्दो पर्छ, अब चाहिँ नपर्खी नढुकी भएन, मिजु कहाँ जाने भोलि भन्छ अरे। म त भोलि त लेखातिर जाने मिजु भन अरे। स्यालको पालो पनि उसको रिसले लेखा जान्छु भन्छ बेसीतिर जान्छु भन्छ लेखातिर। आज त म त बेसीतिरै पर्खिन्छु भनेर बात्यैमा बसिरहेको अरे। ए मेरो मिजुलाई त म त लेखातिर जान्छु भन्दै बेसीतिर गएको है, क्वार 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 गर्दै जाँदा त ऊ थपक्कै पक्रिहालेछ अरे। त्यहीँ पो पर्खिरहेको रहेछ अरे। दिनै पछि मैले झुकाउँछौ, आज त तिमीले म नखाइ छोड्दिनँ, खान्छु भन्नु थालेछ। अन्त उसले भन्नु अरे कुखुराले, त्यसै त खानु हुँदैन त, अब पर खोलामा जाउँ, त्यहाँदेखि त बेसरी नुहाउनु, दाँत उठाउनु, त्यहाँदेखि त भुटभुटे खेल्नु, अनि बन्ला पो खानु त भनेर जाउँ त भनेर खोलामा गयो अरे। अन्त स्याल नुहायो अरे, बेसरी नुहायो अरे। अनि के अरे उसको त्यो के अरे दाँत उठायो अरे। अन्त आयो अरे। कुखुरा चाहिँ भुटभुटे खेलेर जिउभरि बालुवा लगाइरहेको अरे। अन्त मिजु अब त सबै मेरो नुहाई दुहाई गरेर
के अरे उसको दाँत पनि उठाएर खानु आएको अब त खान्छु मिजु भन्नु थाल्यो अरे कुखुराको पालो पनि खानु मिजु मुख गर्नु ठुलो ठुलो आँखा मुख खोल्नु आँखा ठुल्ठुलो खोल्नु अनि त्यहाँदेखि मेरो ऊ पनि के अरे खानु मुख गर्नु आँखा पनि बेसी ठुलो पारेर आँग्नु भनेर यत्रो आँखा खोलेर आयो अरे मुख पनि गरेर आयो अरे कुखुराको पाला भरि जिउभरि बालुवा लगाएको थियो अरे धुलो अनि भरा छर्किदियो अरे लु खा भनेर त आँखैभरि बालुवा मुखभरि बालुवा राम्रै अरे स्याल त बालुवा भयो अरे अन्त ल अब खानु है भनेर उडेर पारिपट्टि बस्यो अरे खोलाको पारिपट्टि त्यहाँदेखि त खाएको भए हुन्थ्यो मिजु खाएको भए हुन्थ्यो भन्दै कराउँदै थियो अरे कुखुरा चाहिँ पारिपट्टि अनि ऊ चाहिँ स्याल चाहिँ हेरेकै भइगएर आँखैभरि बालुवा मुखैभरि बालुवा लाएर अनि खाएको भए हुन्थ्यो भन्दै कुखुराले नै भन्छ अनि मेरो कथा त सुन्नेलाई सुनको माला अनि भन्नेलाई फुलको माला मेरो कथा सरसरी वैकुण्ठ जाला मेरो कथा सक्यो।